हेलो साथीहरु, आज चाहिँ म हजुरहरुलाई लोकल कागती अनि लोकल ठाउँमा अर्ग्यानिक कागतीको चुक बनाउने तरिका बताउँदै छु साथीहरु। किनभने मेरो चाहिँ हेर्न सक्नुहुन्छ यहाँ छ नि त कागती, त्यही भएर साथीहरु अब यो चाहिँ मेरो कागती हो हैन। कागतीलाई चाहिँ अब हामी यसरी टिप्नु पर्छ। म चाहिँ लोकल कागती बनाएर धेरै राखेर खान अनि बेच्नको लागि पनि धेरै भयो भने चाहिँ बनाउने छु। किनभने बोटमा चाहिँ अब धेरै पाकिहाल्छ। ल मैले चाहिँ साथीहरु अब यति धेरै टिपिसके हैन। यसलाई चाहिँ म चाहिँ पुरा प्योर जुस निकाल्छु अब म यसको। अब चाहिँ कागती हामीले टिपिसक्यो। टिपेर चाहिँ हामी यसलाई चाहिँ यसरी काट्छौं नि टक्क। यो चाहिँ धेरै रसाइलो कागती भएको कारणले चाहिँ धेरै यसको चाहिँ रस हुन्छ। हेर्न सक्नुहुन्छ। अब मैले यसरी काटिसके। अब जुस बनाउनु पर्ने हुन्छ। कागतीलाई यसरी काटिसक्यो। अब जुस बनिन्छ। कागती चाहिँ यसरी चुरु झार्नु पर्छ साथीहरु। फाइनली हामीले चाहिँ रस धेरै बनाइसक्यौं। मेरो कामदारहरु चाहिँ फेरि यस्तो हुनुहुन्छ। पानी आउने कामदारहरु चाहिँ भाग्य सानो भए निदा त ठुलै छ नि, गाई छ हेर्नु न। निदा ठुलो भएको मान्छे त भाग्यमान हुन्छ भन्थे त। तिम्रो ठुलो छ र? छैन, सानो छ मेरो त। भाग्यमान छ त नि पुसाएर कति ठुलो। अब यसलाई चाहिँ टक्क लगेर कपडा थान गर्नुपर्छ अनि त्यहाँबाट उमाल्नु पर्छ। अर्ग्यानिक कागतीको र कपडा थान गर्ने यसरी अनि आगोमा सार्ने। कागतीलाई चाहिँ मैले साथीहरु रस निचरेपछि चाहिँ यसरी मजाले आगो फुकेर हैन एकदम खरो दाउरा लाउनु पर्छ यसरी। अनि सानो रन्कोले रापले चाहिँ पकाउनु पर्छ धेरै बेर। यसरी म चाहिँ पकाउँदै छु। फाइनली यसरी यो चुक चाहिँ अलरेडी यसरी मैले रेडी गरिसकेँ। त्यति धेरै झोललाई चाहिँ खारेर यति बनाएको छु मैले। हजुरहरुलाई चाहिएमा अर्डर गर्नु होला है।